सदन नै मौलिक न्याय दिने अङ्ग हो। यसलाई तपाईँले आफ्नो तरिकाले नै बनाउन सक्नुहुन्छ। शब्दावली यसैमा भयो भने हरेक संविधानहरू यसमै तपाईँले चाहिँ हेर्ने हो। जसरी संविधानवादका हिसाबले संविधान उत्कृष्ट छ कि छैन भनेर हेरिरहेको थियो नि, त्यसैमा अरू यो अफिसरमा लगाइसकेपछि धेरैले भन्नु गर्नुहुन्छ दफा चाहिन्छ कि धारा चाहिन्छ कि नै, कतिवटा अनुसूची थिए, के चाहिन्छ, कहिले जारी भएको थियो, कसले जारी गर्यो, यतातिर जानै पर्दैन, धेरै जानै पर्दैन। यसमा भनेको कतिवटा दफा धारा थिए, कहिले जारी गर्यो, कसले जारी गर्यो, त्यो यसमा इम्पोर्टेन्ट त्यति छैन। यसमा चाहिँ के भन्दा यसमा युनिक कुरा के थियो, सबभन्दा पहिला युनिक के थियो, युनिकवाद कार्यको लागि सदन नै मौलिक न्याय दिने अङ्ग। यहाँ हेर्नुहोस्, यहाँनिर ल हेर्नुहोस्, युनिकवाद कार्यको लागि सदन नै मौलिक न्याय दिने अङ्ग। युनिक के थियो, सबभन्दा युनिक त्यो संविधानमा राम्रो पक्ष चाहिँ के थियो, अन्य संविधानमा थिएन। फरकपन के थियो, प्रथम लिखित संविधान थियो हो, युनिक थियो। वाद के थियो, संविधानवादका हिसाबले भनेको संविधानका वादका हिसाबले कस्तो संविधान थियो, अलिक कमजोर संविधान थियो। कार्यपालिका कस्तो थियो, कार्यपालिका भनेको श्री 3 मा थियो। सदन कस्तो थियो, सदन 2 सदनात्मक थियो, राष्ट्रिय सभा र भारतारी सभा थियो। मौलिक हक अधिकारहरू कति थिए, व्यक्तिगत बाधा वा स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, हक जस्ता मौलिक हकहरूको स्वीकार गरिएको थियो। न्यायपालिकाको कुरा के थियो, न्याय दिने कुरा के थियो, प्रधान न्यायाधीश समेतको व्यवस्था थियो। अङ्गहरू कस्ता कस्ता अङ्गहरू निकायहरू थिए, प्रधान जाँचक, दरखास्त परिषद जस्ता संवैधानिक अङ्गहरूको व्यवस्था गरिएको थियो निकायको। यो अब अन्त यही नै कुरा खोज्ने हो ठ्याक्कै। युनिकवाद कार्यको लागि सदन नै मौलिक न्याय दिने अङ्ग। कतिवटा लेख्नु 1 2 3 4 5 6 7 8 वटा, 8 देखि 9 वटा कुराहरू चाहिँ हरेक टपिकमा नयाँ नयाँ कुराहरू हुने भयो। यो कुरा भइसकेपछि तपाईँले अरूसँग दाँच्न एकदमै सजिलो हुन्छ। यसमा 4 मा त यो कुरा भेटियो ठ्याक्कै। यसैमा अन्त केही नै हेर्ने, यही कुराहरू हेर्ने ठ्याक्कै। युनिकवादसँग युनिक के थियो, प्रथम लागू भएको थियो 7 सालको। कार्यपालिका के थियो, यो वाद संविधानवादका हिसाबको चरित्रहरू त्यसमा हुँदाहुँदै पनि कम थिए। कार्यपालिका कार्यकारिणी कसका श्री 5 मा थियो। सदन कस्तो थियो, यो के थियो, एक सदनात्मक व्यवस्थापिका थियो। मौलिक अधिकारहरू प्रकाशन, वाक स्वतन्त्रता लगायतका मौलिक हकहरूको व्याख्या सबै पर्दैन। तपाईँले सबै लेख्न थाल्नु हो भने कहिलेकाहीँ चाहिँ झुक्किन सक्छ। कहिलेकाहीँ राज्यका निर्देशक सिद्धान्तभित्र मौलिक हकहरू छन्, त्यो झुक्किन्छ। त्यसमा चाहिँ केही कुराहरू अलिकति लेखिदिनु। यसमा धेरै 4 सालकै संविधानहरू 7 सालको बारेमा लेख्नुहोस् भने 15 नम्बरमा त आएको हुँदैन। त्यति बेला चाहिँ तपाईँले चाहिँ जस्ट छोएर मात्रै जाने हो। प्रकाशवास भनेको प्रकाशन, वाक स्वतन्त्रता, सम्पत्तिसँग सम्बन्धित जस्ता मौलिक हकहरूलाई स्वीकार गरिएको थियो। यति एउटा किन चाहियो, यस्ता मौलिक हक अधिकारहरूको स्वीकार गरिएको थियो भन्नु तपाईँ बस्नुहुन्छ। न्यायपालिका कस्तो थियो, स्वतन्त्र न्यायपालिकाको रूपमा प्रधान न्यायाधीशले त्यहाँ नि स्वीकार गरिएको थियो। अङ्गहरू कस्ता थिए, पब्लिक सर्भिस कमिसन, महालेखा परीक्षक, निर्वाचन आयोग जस्ता संवैधानिक अङ्गहरूको पनि व्यवस्था गरिएको थियो निकायहरूको, होइन। 7 सालको अब 15 मा पनि ठ्याक्कै अरू केही नै होइन, ठ्याक्कै त्यति संविधानवादलाई मूल कानुनको रूपमा स्वीकार गरिएको थियो। यसमा चाहिँ संविधान जुन छ नि, संविधानलाई मूल कानुन भनेर 15 सालको संविधानले भनेको थियो। यो भनेको युनिक थियो, अरूभन्दा फरक थियो। संविधानवादका हिसाबको चरित्रहरू केही रूपमा समावेश थिए। सर्वोच्च कानुनी दस्तावेज भनिसकेपछि त्यो थियो। कार्यपालिका यो कसमा थियो, यो राजामा थियो। अर्को सदन 2 सदनात्मक व्यवस्थापिका थियो। यो कस्तो थियो, प्रतिनिधि सभा र भारतारी सभाको कुरा थियो। भारतारी सभाको कुरा थियो, होइन। मौलिक हकको कुरा कस्तो थियो, व्यक्तिगत वास बाधा, वाक स्वतन्त्रता, सम्पत्ति, धार्मिक स्वतन्त्रता जस्ता कुराहरू मौलिक हकहरू थिए। न्यायपालिका के हो, स्वतन्त्र सक्छ न्यायपालिकाको व्यवस्था थियो। अङ्गहरू कस्ता थिए, लोकसेवा आयोग, महालेखा परिषद लगायतका अङ्गहरूको व्यवस्था गरिएको थियो भनेर ठ्याक्कै अरू केही नै छैन। यता युनिकवाद कार्यको लागि सदन नै मौलिक न्याय दिने अङ्ग हो, यति मात्रै सबैमा गोप्न। ठ्याक्कै हरेक टपिकमा यही कुराहरू हेर्नु। युनिक छ वा संविधानवाद के छ, कार्यपालिका के छ, व्यवस्थापिका के छ, मौलिक के छ, न्यायपालिका के छ, अङ्गहरू कस्ता, यति हरेक संविधानमा। अब तपाईँले धारा कहिले जारी भएको, कसले जारी भएको, त्यो कुराहरू इम्पोर्टेन्ट छैन। जान्नुहुन्छ लेख्नुहोस्, त्यो अफिसर तहमा इम्पोर्टेन्ट छैन। अब नासु र खदानमा यो ठिक छ, यो अफिसरको तहमा लगाइसकेपछि त्यो जरुरी छैन, यिनै जरुरी हो। तपाईँको लेखाइ त्यसले होइन, यसले चाहिँ जान्छ। संविधान 19 सालको संविधानको युनिक कुराहरू के थियो, 19 को निर्दलीय पञ्चायती व्यवस्थाको पहिलो संविधान थियो। संविधानवादका हिसाबले कमजोर थियो। कार्यपालिका सबै यो सार्वभौमसत्ता सबै राजामा गयो। सदन के थियो, पञ्चायती व्यवस्था एक सदनात्मक थियो। मौलिक हकहरूको व्यवस्था भए पनि अंकुश लगाउने व्यवस्था थियो।
न्यायपालिका भएको तर सर्वोच्च अदालतको न्यायाधीश श्री 5 बाटै मनोनित हुने जस्ता यस्ता व्यवस्था भयो। अङ्ग लोकसेवा आयोग महालेखा परीक्षक जस्ता निर्वाचन आयोग जस्ता अङ्गहरू केही हकहरू थिए। ठ्याक्कै त्यो अरू केही नै पर्दैन, ठ्याक्कै यतापट्टिका सम्झिने यो युनिक लेख्ने पर्दैन है। त्यति बेला तपाईँले यस्तो योवाला चाहिँ नलेख्नु होला, योवाला चाहिँ खण्ड तपाईँले लेख्ने होइन। यता दायाँका संविधानका कुरा, यो चाहिँ पहिलो संविधानका हिसाबले फरक कुराहरू थियो भनेर तपाईँले यसरी पाएको कुरा यहाँका अगाडिका लेख्ने यो लाइनिङ गरेको यो जुन हेडिङ गरिरहेको छ यो कुरा चाहिँ तपाईँ नलेख्नु होला, चिट सारे जस्तो हुन्छ। फेरि के लेख्नुहुन्छ, 5औं क्वेसन लेख्नुहुन्छ, 6औं क्वेसन अर्को चाहिँ पानी ल्याउने साथी दाइका हात पठाउँदैछु भन्नेवाला लेख्नु होला, बर्बाद होला हो। त्यस्तो चिट सोर्न नि जान्नुपर्छ भने जस्तै होइन। नेपाल अधिराज्यको संविधान 2047 मा युनिकवाद के थियो ल? युनिकवाद के थियो यसमा? पूर्ण लोकतान्त्रिक व्यवस्था भएको पहिलो संविधान थियो। संविधानवादका चरित्रहरू आत्मसात गरिएको थियो। कार्यपालिका सार्वभौमसत्ता जनतामा थियो, कार्यकारी अधिकार शिर 5 मा थियो। सदन चाहिँ के थियो? जो 2 सदनात्मक व्यवस्थापिका थियो, प्रतिनिधि सभा राष्ट्रिय सभा थियो। मौलिक हक के थियो? मौलिक हक मानव अधिकारको प्रत्याभूति गरिएको थियो। न्यायपालिका के थियो? स्वतन्त्र सक्षम न्यायपालिका, 3 तहको अदालतहरूको व्यवस्था गरिएको थियो। अङ्गहरूको सम्बन्धमा लोकसेवा आयोग, महालेखा नियन्त्रक कार्यालय लगायतका परीक्षा कार्यालय, निर्वाचन आयोग लगायत जस्ता संवैधानिक अङ्गहरूको व्यवस्था पर्दैन। तपाईँ यतिवटा 6 वटा 12 वटा 13 वटा 18 वटा पर्दैन। यो जस्ता संवैधानिक अङ्गहरूको व्यवस्था गरिएको थियो। कन्फर्म चाहिँ लेख्नु, मिस्टेक हुन सक्छ, ख्याल गर्नु होला। कहिले मिस्टेक भयो भने नम्बर काट्न बसे तपाईँका राम्रा कुराको नम्बर आउँदैन, त्यहाँ नराम्रा कुराको अङ्क घाटिन्छ, त्यति हो। तपाईँले सबै राम्रो लेखेका हुन्छ, प्रतिस्पर्धीले सबै राम्रो लेखेका छन्, नराम्रो कसैले लेख्दैनन् यत्नसम्म लेख्नेले। तर के मात्रै लेख्छन्, गल्ती कहाँ गर्छन् त्यो नम्बर काटिन्छ, त्यसै नम्बरका काटेको आधारमा नम्बर पाउने हो। त्यति चाहिँ बुझ्नुहोस्। नेपालको अन्तरिम संविधान 63 मा युनिकवादमा के थियो? जनता जारी भएको पहिलो संविधान थियो। वादका हिसाबले संविधानवादका केही चरित्रहरू आत्मसात गरिएका थिए। कार्यपालिका के थियो? राज्यको सत्ता जनतामा थियो, कार्यकारी अधिकार चाहिँ मन्त्री परिषदमा थियो। सदन के थियो? 1 सदनात्मक व्यवस्थापिका थियो, 601 सदस्य थियो। मौलिक हकहरू व्यापक मौलिक हकहरू थिए, 21 वटा मौलिक हकहरूको व्यवस्था गरिएको थियो। न्यायपालिका स्वतन्त्र सक्षम 3 तहको व्यवस्था, न्यायपालिका सर्वोच्च पुनरावेदन जिल्ला अदालत भनेर राखिएको थियो। यस अन्तर्गत लोकसेवा आयोग, महालेखा परीक्षक कार्यालय, निर्वाचन आयोग लगायतका राष्ट्रिय मानव अधिकार आयोग जस्ता अङ्गहरू थिए। अलेलो निमाराका कुराहरू थिए। यो कुरा त लेख्न सक्नु। 63 सालको संविधानमा अन्य केही कुराहरू जान्न, अरू थप विशेषताहरू जान्न मन लाग्यो भने मात्रै यो कुराहरू राखियो। त्यो कुरा जरुरी छैन, अब पुरानो संविधान भइहाल्यो। पहिला चाहिँ कहिलेकाहीँ चाहिँ 63 सालमा कस्ता विशेषताहरू नि लाग्छ, विशेषता पनि तपाईँले यहीँबाट हेर्नै हो क्या। तपाईँले छुट्टै लेख्नै पर्दैन, यस्तो यस्तो थियो, यस्तो यस्तो थियो, यस्तो यस्तो, त्यही नै विशेषता, यही नै विशेषता होइन। अरू जान्न मन लागेको थियो, अरू कुराहरू यहाँ छ। र अब आइयो, अब नेपालको वर्तमान संविधानमा आएको छ। वर्तमान संविधानमा युनिकवादका हिसाबले के छ? संविधान सभाबाट जारी भएको पहिलो संविधान हो। संविधान सभाबाट जारी भएको पहिलो संविधान वाद। संविधानवादका हिसाबले धेरै चरित्रहरू आत्मसात। कार्यपालिका सार्वभौमसत्ता, राजकीय सत्ता जनता, 2 नेपाली जनतामा, कार्यकारी अधिकार मन्त्री परिषद। सदन 2 सदनात्मक व्यवस्थापिका, प्रतिनिधि सभा र राष्ट्रिय सभा। मौलिक हकहरू 31 वटा मौलिक हकहरू, व्यापक मौलिक हकहरू। न्यायपालिकाको कुरा स्वतन्त्र सक्षम र 3 तहको न्यायपालिकाको व्यवस्था। अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत 13 वटा संवैधानिक निकायहरूको व्यवस्था। यत्नसम्म आज हामी पढिरहेका छौँ। यहाँभन्दा धेरै प्रेसर हुन्छ। हामी साथीहरू तपाईँले नेपालको संविधानको अरू चाहिँ विशेषता र केही घोक्न पर्ने 10 वटा यहाँ केही फरक कुराहरू पनि छन्। अन्य संविधानको भन्दा अहिलेको संविधानले स्वीकारेका केही फरक कुराहरू छन्। यसका 10 वटा केही मैले सूत्रात्मक तरिकाले 10 वटा विशेषताहरू उल्लेख गरेका छु। यो नोट तपाईँलाई म आजै पठाइदिन्छु ताकि भोलि बिहान चाहिँ हामी फर्स्ट आवरमा 5 मिनेटमा यसका छलफल गर्न सकियोस्। यी दुईटै टपिक आज आउँछन् साथीहरू। मैले तपाईँलाई के भन्ने गरेको छु, इक्जाम आउन थालिसकेका, पढ्नुहोस् एकदमै। अब हामीसँग समय छैन, यो नोटमा आउँछ बिल्कुलै भर्खरै मैले यो ग्रुपमै पठाइदिन्छु। यो दुईटै अगाडि पढ्न बाँकी रहेको पनि तपाईँले पाउनुहुन्छ। यो दुईटै पाउनुहुन्छ ताकि भोलि बिहान पढ्न आउँदाखेरि चाहिँ सजिलो होस्। क्वेसन हेर, माथि क्वेसन तपाईँलाई अन्त क्वेसन कहाँ छन् भनेर भन्न जानै पर्दैन। माथि चाहिँ भएका क्वेसन तपाईँले त्यति क्वेसन गर्नुहोस्, त्यति मात्रै कुरा हो। पहिले तल हेर्दै लेख्ने होइन, पहिले पढ्ने, पढेर भ्याएपछि माथि चाहिँ क्वेसन गर्ने, यति भने है त। साथीहरू आजलाई हामी चाहिँ छुट्टिन्छौँ। भोलि फेरि